May 31st, 2026 प्रधानमन्त्री बालेन शाहले संसदमा बोलेको यो एउटा कुरा सुन्नुहोस्। ल एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्रै हैन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। देशको सिमाना कुनै पनि देशको लागि सबभन्दा संवेदनशील विषय हुन्छ, त्यसमाथि प्रधानमन्त्रीले संसदमा बोलेको कुराको त महत्त्व नै अलिक फरक हुन्छ। त्यतिले पुगिगयो। नेपाल त्यसैको रापतापमा ओर्लिन सुरु भइहाल्यो। पक्ष र विपक्षमा, बचाउ र गिराउमा बाढी नै आइहाल्यो। तत्कालै परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भनाइको तात्पर्य त्यो होइन भन्दै बचाउ गर्न खोज्यो। सरकारका प्रवक्ताले पनि गलत अर्थ लगाइएको भने नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदाखेरि प्रधानमन्त्रीले म अचम्मित परेको भनेर भन्नुभयो। तर स्थिति थामिएको छैन। आउनुहोस् आजको यो भिडियोमा यो कुराको जरोसम्म पुग्ने कोसिस गरौँ। वास्तविकता के हो त्यो हेरौँ। के नेपालले साँच्चै नै इन्डियाको जमिन मिचेको छ? अहिलेसम्मका डाटाले के देखाउँछ? यसको दूरगामी असर कस्तो पर्ला त्यो हेरौँ, विवेचना गरौँ। लेट्स डाइभ इन। जब दुई देशको सिमाना छुट्याउने कुनै पनि फिजिकल सेपरेटर जस्तै पहाड, खोला, पर्खाल जस्ता कुनै पनि कुरा हुँदैनन्, कतिपय ठाउँमा त नो मेन्स ल्यान्डसम्म रहने स्थिति हुँदैन, तब केही उपाय निकालिन्छन् सिमाना छुट्याउनको लागि। जस्तो कि यो अमेरिका र क्यानाडा बीचको बोर्डर। अझ यो घरको बीचबाट अमेरिका र क्यानाडाको बोर्डर जान्छ। हेर्नुहोस्, एउटै घर दुईटा देशमा पर्छ। यहाँ हेर्नुहोस्, यो घरको बीचमा त्यो कालो रेखा देख्नुहुन्छ नि, त्यसको एकातिर अमेरिका अनि अर्कोतिर क्यानाडा पर्छ। एउटै घरको एउटै कोठा दुईटा देशमा परेको छ। अनि यहाँ नेदरल्यान्ड्स र बेल्जियम बीचको बोर्डर हेर्नुहोस्, उस्तै छ। यो घरको एकातिर नेदरल्यान्ड्स अनि अर्कोतिर बेल्जियम पर्छ। एउटै घर दुईटा देशमा परेको छ। यहाँ पनि यो घरको हालत ठ्याक्कै त्यस्तै छ। ढोकाको बीचबाट नेदरल्यान्ड्स र बेल्जियमको सिमाना कोरिएको छ। यहाँ त झन् यो एउटा सीमा स्तम्भले चारवटा देशको सिमाना छुट्याउँछ। एउटा कुनामा नेदरल्यान्ड्स, अर्को कुनामा बेल्जियम, यता जर्मनी अनि यता अर्कोतिर एउटा स्वतन्त्र टेरिटोरी। यी त भए नन एग्रिकल्चरल ल्यान्ड्सहरू। यदि एग्रिकल्चरल ल्यान्ड नै भएको थियो भने कस्तो हुन्थ्यो त्यो पनि कुरा गरिहालौँ। यहाँ देखाइएको कच्ची बाटो जस्तो देखिने यो जुन स्ट्रक्चर देख्दै हुनुहुन्छ, त्यसको एकातिर अमेरिका अनि अर्कोतिर क्यानाडा पर्छ। यो जमिन एउटै परिवारका किसानले भोगचलन गर्छन्, कहिले क्यानाडातिर कहिले अमेरिकातिर गएर। यो अर्को त्यस्तै उदाहरण हो जहाँ एउटै मानिसको जग्गाको बीचमा अमेरिका र क्यानाडाको सीमा स्तम्भ छ। अनि यहाँ अर्को पनि एउटा उदाहरण हेर्नुहोस्, दुईटा देशको बीचमा फैलिएको खेतीयोग्य जमिन जसको स्वामित्व हो, जो किसान हो त्यसको घर एउटा देशमा, खेती अर्को देशमा। अनि यहाँनिर हेर्नुहोस्, यो घर एउटा देशमा छ, उसको आँगन र गाडी पार्क गरेको देश अर्कै छ। यसरी एउटै मानिस या परिवारको जग्गा, जमिन, खेती दुई फरक फरक देशको बोर्डर वारपार हुने गरी परेको रहेछ भने त्यसलाई अङ्ग्रेजीमा क्रस बोर्डर होल्डिङ या क्रस बोर्डर अक्युपेसन भनिन्छ। नेपालीमा सिधा सिधी बुझ्ने भाषामा भन्ने भने त्यसलाई भोगचलन गरेको भनिन्छ। यी माथि मैले जुन जुन उदाहरण दिएँ, जुन जुन देशको कुरा गरेँ, जुन जुन सिनारीहरू देखाएँ, त्यहाँनिर दुईटा देशको बीचमा सिमाना बन्नुभन्दा पनि अघिदेखि खेती किसान गरेर आएका, घर बनाइसकेका मानिसहरूलाई मार्का नपरोस् र उनीहरूले भोगचलन गरिरहेको जमिन बीचबाट दुई देशको सिमाना परेको कारणले तिनको जमिन र घर नखोसियोस्, नभत्कियोस् भनेर दुई देशको बीचमा विशेष सन्धि सम्झौता गरेर कानुन बनाएर यी किसानहरूलाई, यी घरधनीहरूलाई सहुलियत स्वरूप दुवै देशमा फैलिएको भए पनि खेती किसान गर्न पाउने र घरमा बस्न पाउने अधिकार दिएका हुन्छन् ती देशहरूले। तर त्यसो गरे पनि दुई देशको सिमाना भने यथावत कायम राखिएको हुन्छ, सिमाना सर्दैन, तर प्रोपर्टी दुईटा देशमा फैलिएको हुन्छ। यहाँनिर नो मेन्स ल्यान्डको कल्पनासम्म देखिँदैन। त्यसलाई इन्कोर्समेन्ट अथवा अतिक्रमण गरेको भन्न मिल्दैन। यो भोगचलन हो। सबभन्दा पहिला यो कुरा बुझ्नु पर्यो। इन्कोर्समेन्ट या अतिक्रमण या मिचेको भन्नुको अर्थ बेग्लै लाग्छ, जसको चर्चा म एकैछिनमा गर्नेछु। अब यही कुरा नेपाल भारतको बीचमा के छ त्यो बुझौँ एकपटक। आउनुहोस्, 1815-16 तत्कालीन ब्रिटिस इन्डिया कम्पनी र नेपाल सरकारको बीचमा सुगौली सन्धि भयो। त्यसबाट नेपालले ठुलो भूभाग गुमायो। सुगौली सन्धिले पूर्वमा मेची नदी र पश्चिममा महाकाली नदीलाई नेपालको सिमाना मान्यो। तर जहाँनिर नदी थिएन, जमिनबाट जमिन जोडिने स्थिति थियो, अर्थात् नेपालको दक्षिण भागतिर, त्यहाँ नेपाल र भारतको सिमाना छुट्याउनको लागि सीमामा यस्ता ठुला ठुला जम्बो पिलरहरू राखिए, जसलाई बोलीचालीको भाषामा जङ्गे पिलर पनि भनिन्छ। त्यस्ता जङ्गे पिलरको बीचमा अरू सहायक पिलरहरू, साना साना पिलरहरू राखेर सीमा निर्धारण गरियो। तर नदीले आफ्नो बाटो आफै तय गर्छ, कहिले यता जान्छ कहिले उता जान्छ। नदीले आफ्नो बाटो बदल्न सुरु गरिसकेपछि यो पिलरहरू कुनै खोलाको वारी त कुनै खोलाको पारी पुगे। अनि खोला नभएका ठाउँमा पनि जब जब पिलरहरू मकिएर ढल्न थाले, नयाँ राख्नुपर्ने स्थिति भयो, तब पिलर पुनःस्थापनाको सट्टामा नयाँ ठाउँमा गाडिन थाल्यो। कारण थियो इन्डियाले ती सीमा स्तम्भहरूलाई एक्चुअल बोर्डर पिलर नभएर रेफरेन्स पिलर भएको दाबी गर्न।
यो कुरा सीमाविद बुद्धिनारायण श्रेष्ठले आफ्नो धेरैवटा लेख पुस्तक र आर्टिकलहरू मार्फत बोल्दै आउनु भएको छ, लेख्दै आउनु भएको छ। लिङ्क तल राखिदिएको छ एउटा डकुमेन्टको, त्यो हेर्नु होला। त्यसैको आधारमा यदि ती जङ्गे पिलरलाई एक्चुअल बोर्डर पोइन्ट मान्ने हो, रेफरेन्स पोइन्ट नमान्ने र एक्चुअल बोर्डर पोइन्ट मान्ने हो भने नेपालको भागमा अहिलेभन्दा बढी जमिन पर्छ। तर तिनै पिलरलाई रेफरेन्स पोइन्ट मान्ने हो भने नेपालको भइराखेको जमिन पनि गुम्ने खतरा हुन्छ। इन्डिया तिनलाई रेफरेन्स पोइन्ट मान्नुपर्ने अडानमा छ भने नेपाल तिनलाई एक्चुअल पोइन्ट मान्नुपर्ने अडानमा छ। पछि थपिएका धेरै पिलरहरू पनि पहिला भएकै ठाउँमा पुनर्स्थापना गर्नुभन्दा पनि सीमा पुनर्मूल्याङ्कन गरेर त्यसलाई सारेर राखिएको छ, जो म एकैछिनमा बताउने छु। विवादको एउटा चुरो कुरो यसैमा छ, जसले सीमा विवाद झन कठिन बनेको छ, टुङ्गिन सकेको छैन। नदीमा बाढी आएको होस् या खनजोतका क्रममा होस् या बाटो बनाउने क्रममा भत्काएर होस् या इन्टेन्सनली गरिएको होस् या समयक्रमसँगै त्यो बेला राखिएका सीमा स्तम्भहरू पुराना भएर आफै भत्किने, माटो वा बालुवाले पुरिने गरेका हुन्। जे भए पनि तिनको उचित व्यवस्थापन, मर्मत सम्भार र रेखदेख नभएको कारणले धेरै सीमा स्तम्भहरू हराएका पनि छन्, कति सारिएका छन्। ती क्षेत्रहरूमा बोर्डर कहाँ हो भन्ने विवाद छ। जहाँनिर यसरी दुई देशको बोर्डर छुट्याउने पिलर राखिएको हुन्छ त्यसको वरपर 10 गज अर्थात् झन्डै 30 फिट अर्थात् 9 मिटर जति त्यो क्षेत्र छोडिन्छ दुवै देशले उपयोग गर्न नपाउने गरी। त्यसलाई 10 गजा भनिन्छ। त्यो क्षेत्र न त नेपालको हो न त इन्डियाको हो, त्यसलाई नो मेन्स ल्यान्ड भनिन्छ। 10 गजामा कुनै पनि देशले या ती देशका बासिन्दाले घर बनाउन, खेतीपाती गर्न, पर्खाल या कुनै पनि संरचना बनाउन पाउँदैन। त्यो क्षेत्र सधैँ खाली गर्नुपर्ने मान्यता छ। तर यहाँनिर हेर्नुहोस्, त्यही 10 गजा क्षेत्रभित्रमै कतै खेती गरिएको छ। यहाँ देख्न सक्नुहुन्छ कतै खेतको बिचमै पिलर छ अनि कतै पिलर गाउँको बिचमा छ, अर्थात् सिङ्गै गाउँ नै 10 गजाभित्र छ। यसबारे 2077 सालमा कान्तिपुरमा एउटा समाचार छापिएको थियो, जसको अनुसार नेपाल भारत सीमामा 668 ठाउँमा भारतीय पक्षले अनि 274 ठाउँमा नेपाली पक्षले भोग चलन अर्थात् क्रस बोर्डर होल्डिङ गरिरहेका छन्। अर्थात् यसरी 10 गजा ओगट्नेमा नेपालतिरका र इन्डियातिरका दुवैतर्फका मानिसहरू छन् भनिएको छ। कान्तिपुरकै 2071 सालमा प्रकाशित यो अर्को समाचारमा भने यसलाई मिचिएको अर्थात् अतिक्रमण भएको भनिएको छ, तर भित्री समाचारमा भने भोग चलनकै कुरा राखिएको छ। यो